अनि यो चाहिँ लिभिङ रुम कोठाभित्र यस्तो दामी लाइटहरू लगाएर यस्तो दामी बनाएको छ। सिलिङमा फेरि यो पत्रा जस्तो माथिबाट ढलाइ गरेर एउटा डिजाइन हो, किन भन्दाखेरि माथिबाट त्यो घामहरू नआओस् भनेर कि घामहरू नआओस् भनेर ढलानमा त घाम हुन्छ नि त। अनि यो पत्राहरू यो दाउराको काठहरू लगाएको छ। अनि वरिपरि दामी खालको चाहिँ यो के भन्छ अरे बत्तीहरू लगाएको छ। यो चाहिँ सुत्ने कोठा होला होइन। अनि त्यसपछि यो चाहिँ सुत्ने कोठा होला, दामी लगाएको छ क्या यो लाइटहरू। अनि हामीले आज काम गरेको चाहिँ यो सिसा लगाएको छ है, यो सिसा झ्यालको ढोका लगायो। अनि त्यसपछि कतिवटा लगायो भनेपछि पुरा कोठाभरि लगाएको छ। वो लगा दो उसको। आइवा कोइस सही है ना। अनि कति लगभग त्यहाँ पर एउटा दुईटा तीनटा चार पाँच छ सात आठ नौ 10 11 12 13वटा चाहिँ हामीले सिसाको विन्डोहरू लगाएको छ कोठामा। खतरा बनायो साउदीले घर यार। यस्तै घर बनाउनु पाए त नेपालमा खतरै हुन्थ्यो नि यार। मस्त तरिकाले डिजाइनहरू ढोकाको डिजाइनहरू कस्तो छ बाफ रे ढोकाको डिजाइन आमा ढोकाको डिजाइन कस्तो छ खतरा। यो काठको ढोका हो, खै कहाँबाट लिएको। साउदीमा त काठ पाउन गाह्रै हुन्छ क्या। यो चाहिँ कोलिया भन्छ होइन, हाम्रोतिर उतातिर कोलिया भन्छ के अरे। यस्तो छ यहाँ फेरि यतापट्टि चट्ट लगाएर यसो न दुईजना बसेर अनि भ्युज देख्ने चाहिँ यो चाहिँ छत छ होइन, यस्तो दामी खालको। अनि बाहिर चाहिँ यहाँबाट यस्तो दामी भ्युजहरू देखिन्छ। घरको बाहिरको डिजाइन फेरि यस्तो खतरा बनाइदिएको छ कि यतातिर यस्तो बनाएको छ होइन, यस्तो छ। अनि त्यसपछि फेरि यहाँ फेरि यता भित्रबाट ब्लकले बान्नु लगाएर प्लस्तर पुरै गरेर अनि बाहिरबाट यो हाम्रो नेपालमा पाउँछ नि यो ढुङ्गा जसो क्या, यो ढुङ्गा जसोले चाहिँ खतरा तरिकाले यो ढुङ्गा टाँसेको छ क्या यो बान्नमा। यसले बाहिरबाट देखिने भने खतरा डिजाइन देखिन्छ कि। हाँ भाइ साहब हो गया ना पूरा। आइवा एकदम मजबुत सुगोल, मजबुत सुगोल। यो पनि ढोका होला। अनि यो फेरि कस्तो खालको रुम हो। अरे साउदीहरूको पास यति धेरै पैसा छ कि घर त यत्रो यस्तो खतरा यस्तो डिजाइन तरिकाले बनाउँछ कि त्यो त हामीले कल्पना पनि गर्न सक्दैन क्या। पैसा खोलो पकाइदिन्छ क्या घरको लागि। यो चाहिँ माथिल्लो फ्लोरमा जाने डिजाइन हो। के गर्नु जिन्दगीमा अरूकै घर बनाउँदा जिन्दगी जाने भयो, आफ्नो घर कहिले बन्ने थाहा छैन। अरूकै घर बनाउँदा यस्तो दामी दामी हाम्रो पनि सपना छ नि यार, घरमा यसो दामी सिसाको विन्डोहरू लगाउँ यस्तो गरौँ भन्ने। के गर्नु हामीसँग पैसा छैन। अर्काको घर बनाउँदै न हाम्रो जिन्दगी जाने भयो यार, परदेशीको जिन्दगी न हो। त्यहाँभित्र भाइले लगहरू बनाउँदैछ क्या ल खतरा। यो रुममा त मलाई कसम हेरिरहने मन लाग्यो। वरिपरि लाइट छ होइन, यस्तो दामी चारैतिर विन्डोहरू राखेको छ, यस्तो मस्त देखिन्छ नि हेर्दाखेरि कसम नि। यो घरमा चट्ट लाएर यस्तै कोठा होस् होइन, मस्त हुने थियो यार।